हेलो साथी हजुरहरू हो यहाँ पछाडि मेरो भानिस अब उता साथसाथै लानै पर्छ हो काम त गर्छ तर हामी दुईजनाको यो चाहिँ तल हामी चाहिँ मेरो बारी गएको तल्ल रोड छेउमा गएको हामी चाहिँ टिक रोपेको छ हस्बेन्डले बाँच्ने चाहिँ मजाले बाँचेर हुर्केको छ त्यसको चाहिँ वरिपरि फाँडिदिनु गएको के गर्नु यति नगरी नहुने रहेछ। अनि यता साथी मेरो भानिस अल्छीसरी हिँडिरहेछ है बिचरा भ्लगर है आरके भ्लग आरके बिचराको कैरा लागेर निन्द्रा पुगेको छैन त्यो चाहिँ भरै भोलि याद पाउनुहुन्छ किन होला भने बाटो चाहिँ यस्तो झोडी छ यस्तो झोडीमा चाहिँ हामी जाँदैछौँ तल रोड छ है एसगोलाई भन्छ त्यसलाई चाहिँ केराबारीको एसगोलाई त्यस्तै छ है यहाँतिरको जग्गा हँसिया पनि देखाउँछ बाटो त खतरा छ त त्यस्तो छ है जानुपर्ने ओह्रालो हेर्नुहोस् टिक चाहिँ यतिको भएको छ है साथी हो फाट्दैछौँ यहाँ सुब्बा दाजु हुनुहुन्छ हो यहाँ हिरो हुनुहुन्छ परसम्म छ परसम्म फाट्दै जाँदैछौँ झोडीमा पस्नु सक्दैन परसम्म यो चाहिँ हस्बेन्डले रोपिराख्नु भएको परसम्म 2 लहर छ यसरी अब हामी यही फाड्न आएको यस्तो लहरा चाहिँ यो के भन्छ यो लहराको नाम केटीबी लहरा केटीबी लहरा कि के लहरा साह्रै रुखलाई चाहिँ यस्तो बनाइछन् हेर्नुहोस् न यो हस्बेन्डले रोपिराख्नु भएको सोयाबिनको बोट यस्तो खालको लहरा यस्तो के चाहिँ होइन अम्लिसो रोपेको अम्लिस हो यो यहाँ चाहिँ यस्तो चाहिँ टिक चाहिँ यहाँ हामी के हुँदादेखि यता मेन यता थियो हाम्रो यता हाम्रो सुब्बा दाजु त्यहाँदेखि म निनी तपाईँ पनि थियो है त्यतिखेर हाम्रो पापा के हुँदाको चाहिँ केले चाहिँ पछिको लागि चाहिँ नानीहरूको लागि रोपिदिनु भएको यस्तो चाहिँ यता पर देख्नु हुँदै होला टिकहरू ट्याम्मै यस्तो छ यहाँको कस्तो दामी भयो क्या परको त सफा भयो साथी हो सफा मलाई अब शान्ति लाग्यो त जो कोहीले टिकको बगान लाउनु भएको छ मलाई पनि सिकाइदिनुहोस् न के अरे यो यसरी हाँगाहरू आएको छ कि यसरी यो चाहिँ कसरी यसरी राख्नुपर्ने कि कोही चाहिँ सुरुलो भएको छ कोही चाहिँ हाँगाले यसरी यस्तो भएको चाहिँ के गर्नुपर्ने मलाई पनि सिकाइदिनुहोस् ल तपाईँहरूले जान्नुहुनेछ भने।